बालेनले नेपाली राजनीतिमा इन्ट्री हानेका छन्। जेन्जीलाई सिधै आह्वान, अब छुट्टा छुट्टै होइन सँगै अगाडि बढौँ भनेर। यो न्युज सुनेर कतिको मन रमाएको छ भने कतिको पेट पोलिरहेको पनि छ। काठमाडौँको मेयर बालेन शाहले खुलेरै भनेका छन्, म पार्टी राजनीतिमा आएँ, अब जेन्जी एकजुट हौँ। यो भनाइ ज्वागल ललितपुरमा भएको छलफलबाट बाहिरियो, जहाँ जेन्जी नेताहरू र राजनीतिक संवादका ढोका खुल्दै गए। यो सामान्य भेटघाट मात्र थिएन। बालेन रासोपा अध्यक्ष रवि लामिछानेसँग लामो संवाद अनि बाबुराम भट्टराईसँगको भेट, यसले एउटा सङ्केत त दिइ नै रहेको छ, नयाँ ध्रुव बनाउने प्रयास। रासोपाको प्रस्ताव पनि नाम, चिन्ह, उम्मेदवार र अनुपातसम्ममा फ्लेक्सिबिलिटी। सन्देश स्पष्ट छ, पावरभन्दा प्रोसेस महत्त्वपूर्ण। जेन्जी आन्दोलनपछि देशमा जे भयो हामी सबैले देख्यौँ, नेतृत्व खोजी, भरोसाको खडेरी र पुराना गठबन्धनको पुरानै खेल। यति बेला बालेनले भने अब कुरा मात्रै होइन, सहकार्य पनि गरौँ भनिरहेका छन्। यो जेन्जीको एनर्जीलाई इन्स्टिट्युसनल बनाउने प्रयास जस्तो लाग्दैन र? अब प्रश्न सिधा जनतातर्फ फर्किएको छ, जेन्जीको सपना फेरि स्लोगनमै सीमित हुन्छ कि स्ट्रक्चरमा रूपान्तरण हुन्छ? युवाको भरोसा बोकेर आएका शक्ति पुरानै राजनीतिमा मिसिँदा डाइल्युट हुन्छ कि अपग्रेड? र अन्तिम कुरा, देश बदल्ने कुरा भाषणबाट होइन सहकार्यबाट सुरु भएको छ। बालेनले जेन्जीको एकता बोकेर अगाडि बढ्ने सङ्केत दिएका छन्। अब कन्सिस्टेन्सी र डेलिभरी देख्न बाँकी नै छ। तपाईँलाई के लाग्छ, रवि र बालेन एउटै राजनीतिक यात्रामा उभिन सक्छन् त?